चाहिँ हामी दुई भाइ चाहिँ यहाँ के अरे हात्तीसार भन्ने ठाउँमा आएको थियौँ र हामी चाहिँ यहाँ भिजिट गरेर गइसकेका छौँ र अब चाहिँ हामी रुमतिर लाग्न गइरहेछौँ र यहाँ चाहिँ एकदमै राम्रो ठाउँ रहेछ मलाई चाहिँ एकदम मन पर्यो हामी चाहिँ यहाँ घुम्यौँ तर आज चाहिँ हामीले यहाँ हात्ती चाहिँ पनि निस्किन्छ अरे आज चाहिँ हामीले देख्न पाएनौँ सायद हात्तीको खुट्टा मात्रै देखियो चाहिँ देखेनौँ तर यो बाँकेमा रहेको एकदमै रोमणीय ठाउँ छ बाँके कोहलपुरदेखि 6 किलोमिटर यता आइसकेपछि चाहिँ यो हात्तीसार भन्ने ठाउँमा तपाईँहरू आउन सक्नुहुन्छ र यसमा चाहिँ तपाईँहरूले एकदमै प्राकृतिकसँग जोडिएर बस्न सक्नुहुन्छ हामी चाहिँ उतातिरबाट एउटा खोला पनि थियो र त्यो खोलाबाट पनि हामी स्विमिङ गरेर पनि आयौँ मतलब नुहाएर आयौँ अनि अहिले चाहिँ हामी फेरि घर फर्किन लागिरहेछौँ र यसरी देखाउँदाखेरि चाहिँ जे होस् अहिले चाहिँ अलिक अव्यवस्थित चाहिँ देखेँ अलिकति व्यवस्थित गर्नुपर्ने छ सायद यतातिर चाहिँ अलिकति पार्क जस्तो चाहिँ बनिरहेको छैन र अहिले चाहिँ हामी चाहिँ यहाँ भ्रमण गरेर घुमेर जे होस् अब फर्किन लागिसकेका छौँ र अगाडि तपाईँहरूले देख्न सक्नुहुन्छ त्यहाँ चाहिँ होमस्टेहरू पनि रहेको छ अहिले तपाईँहरूले यहाँ स्टे गर्न चाहनुहुन्छ अथवा पिकनिक खान चाहनुहुन्छ अनि राम्रो स्पोट चाहिँ रहेको छ कोहलपुरदेखि माथि 6 किलोमिटर माथि के भन्न चाहन्छ अरू तपाईँ चाहिँ आउन सक्नुहुन्छ र साथीभाइहरूसँग केही घुम्न चाहनुहुन्छ एउटा मायालाई चाहिँ रिफ्रेस गर्न चाहनुहुन्छ भने पनि यो ठाउँ एकदमै रमाइलो छ हामीले चाहिँ यसमा चाहिँ आज चाहिँ एकदमै धेरै भिडियोहरू चाहिँ बनाएको छौँ र यो भिडियोहरू टिकटक फेसबुक अब कता कता हुन्छ सोसियल मिडियामा चाहिँ छ्यापछ्यापै आउँदैछ अहिले चाहिँ छ्यापछ्यापै छ भनौँ अब चाहिँ हामी चाहिँ यहाँदेखि गेटबाट चाहिँ अलिकति अगाडि गएपछि निस्किहाल्छौँ त्यसपछि चाहिँ तपाईँहरूसँग फेरि आफ्नै दुनियाँमा जोडिनेछौँ आफ्नो दुनियाँमा चाहिँ अब हामी हिँड्दैछौँ बिस्तारै अब जस्तो भाइ र म आइमा आज भाइसँग चाहिँ एकदमै खुसी छौँ अब भाइले चाहिँ आज जाऊँ दाइ भनेर एउटा हामी चाहिँ प्लान चाहिँ अरू अलग पनि थियो तर होइन अब आज चाहिँ हात्तीसारै जाऊँ न हात्तीसार एउटा राम्रो ठाउँ छ भन्ने सुनेर चाहिँ हामी चाहिँ आएको थियौँ र अहिले चाहिँ हामी घुमेर लगभग अब फर्किने बेला भइसकेको छ तपाईँहरू देख्न सक्नुहुन्छ तपाईँहरू पनि आउनुहोस् र हामी पनि तपाईँहरूसँग जोडिने नै छौँ मेरो भ्लग पनि छ र मेरो युट्युब च्यानलमा चाहिँ यो भ्लग आउँछ तपाईँहरू त्यहाँ मेरो युट्युब च्यानललाई हेरिदिनु होला सब्सक्राइब लाइक कमेन्ट सेयर सबै गरिदिनु होला बाबु तिमी पनि भनिदिउ न मेरो चाहिँ केही पनि छैन अब के अडियन्सलाई मेरो अडियन्सलाई केही भन्न चाहन्छ के छैन अब दाइको युट्युब च्यानललाई चाहिँ लाइक के छैन आउनु पर्यो सबै रमाइलो गर्नुपर्छ होइन दाइको चाहिँ युट्युब च्यानललाई सेयर गर्नुपर्छ लाइक सेयर अनि कमेन्ट के भन्छन् त्यो गरिदिनु होला अनि त्यति आशा चाहिँ तपाईँहरूबाट राख्छु ल यति भन्दै अब हामी अब जान चाहन्छौँ ल हस् त नमस्ते बाई टेक केयर